शास्त्र म 4 चोटि गर्छु, त्यसपछि अर्थ गरेर जानु होला। सुरु गरौँ। ओम मित्राय नमः, ओम रवये नमः, ओम सूर्याय नमः, ओम भानवे नमः, ओम खगाय नमः, ओम पूसरे नमः, ओम हिरण्यगर्भाय नमः, ओम मरीचाय नमः, ओम आदित्याय नमः, ओम सावित्राय नमः, ओम अर्काय नमः, ओम भास्कराय नमः, ओम मित्राय नमः, ओम रवये नमः, ओम सूर्याय नमः, ओम भानवे नमः, ओम खगाय नमः, ओम पूसरे नमः, ओम हिरण्यगर्भाय नमः, ओम मरीचाय नमः, ओम आदित्याय नमः, ओम सावित्राय नमः, ओम अर्काय नमः, ओम भास्कराय नमः, ओम मित्राय नमः, ओम रवये नमः, ओम सूर्याय नमः, ओम भानवे नमः, ओम खगाय नमः, ओम पूसरे नमः, ओम हिरण्यगर्भाय नमः, ओम मरीचाय नमः, ओम आदित्याय नमः, ओम सावित्राय नमः, ओम अर्काय नमः, ओम भास्कराय, ओम मित्राय नमः, ओम रवये नमः, ओम सूर्याय नमः, ओम भानवे नमः, ओम खगाय नमः, ओम पूसरे नमः, ओम हिरण्यगर्भाय नमः, ओम मरीचाय नमः, ओम आदित्याय नमः, ओम सावित्राय नमः, ओम अर्काय नमः, ओम भास्कराय नमः। ओम प्रणामासन, हस्तोत्थानासन, पादशासन, अश्व सञ्चालन, पर्वतासन, अष्टाङ्ग नमनासन, भुजङ्गासन, पुनः पर्वतासन, पुनः अश्व सञ्चालन, पुनः पादशासन, हस्तोत्थानासन, प्रणामासन, प्रणामासन, हस्तोत्थानासन, पादशासन, अश्व सञ्चालन, पर्वतासन, अष्टाङ्ग नमनासन, भुजङ्गासन, पुनः पर्वतासन, पुनः अश्व सञ्चालन, पुनः पादशासन, हस्तोत्थानासन, प्रणामासन, प्रणामासन, हस्तोत्थानासन, पादशासन, अश्व सञ्चालन, पर्वतासन, अष्टाङ्ग नमनासन, भुजङ्गासन, पुनः पर्वतासन, पुनः अश्व सञ्चालन, पुनः पादशासन, हस्तोत्थानासन, प्रणामासन, प्रणामासन, हस्तोत्थानासन, पादशासन, अश्व सञ्चालन, पर्वतासन, अष्टाङ्ग नमनासन, भुजङ्गासन, पुनः पर्वतासन, पुनः अश्व सञ्चालन, पुनः पादशासन, हस्तोत्थानासन र पुनः सामान्य सास। सास लिँदै पछाडि, सास छोड्दै अगाडि, सास लिँदै माथि, सास छोड्दै तल, सास सामान्य, सास लिँदै माथि, सास छोड्दै तल, सास लिँदै माथि, छोड्दै तल, सास लिँदै पछाडि, सामान्य सास, सामान्य सास। सास लिँदै पछाडि, सास छोड्दै अगाडि, सास लिँदै माथि, सास छोड्दै तल, सामान्य सास। सास लिँदै माथि, सास छोड्दै तल, सास लिँदै माथि, सास छोड्दै तल, सास लिँदै पछाडि, सामान्य सास, सामान्य सास। सास लिँदै पछाडि, सास छोड्दै अगाडि, सास लिँदै माथि, सास छोड्दै तल, सामान्य सास। सास लिँदै माथि, सास छोड्दै तल, सास लिँदै माथि, छोड्दै तल, सास लिँदै पछाडि, सामान्य सास, सामान्य सास। सास लिँदै पछाडि, सास छोड्दै अगाडि, सास लिँदै माथि, सास छोड्दै तल, सास सामान्य। सास लिँदै माथि, सास छोड्दै तल, सास लिँदै माथि, छोड्दै तल, सास लिँदै पछाडि, सामान्य सास। 1 2 3 4 5
7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 तिम्रो गतिमा 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 लास्टमा एक राउन्ड है। ल गर्नु। सूर्य नमस्कार जुन विश्वको जुनसुकै भागमा पनि गर्न सकिन्छ र सूर्य नमस्कार तपाईँहरूको दिनभरिको एक्सर्साइज यसैले कभर हुन्छ र सबभन्दा पहिले हातलाई सिधा माथि लगेर यो पोजमा हुन्छ 1 नम्बर सामान्य श्वास हुन्छ। अब 1 नम्बर पछि 2 नम्बर बिस्तारै हातलाई सँगसँगै जोड्दै श्वास तान्दै पछाडि सकेको जति गइन्छ। 3 नम्बर घुँडा दुख्नेहरूले यति मात्र गरिन्छ र अरू जानेले दायाँ बायाँ हात तल राखेर घुँडालाई नकुचाइकन हेड एन्ड निजको काममा गरिन्छ। अब यहाँनिर चाहिँ धेरैले कन्फ्युज गर्नुहुन्छ, बायाँ घुँडालाई पछाडि टक्क लाने अनि अगाडि घुँडा खुम्चाएर पछाडि घुँडा तन्काएर दृष्टि आकाशतर्फ लाने अनि अर्कोमा चाहिँ दुवै घुँडा पछाडि लान्छौँ टक्क लाने कुर्कुचा टेक्ने हेडलाई चाहिँ लाने। अब यहाँनिर अर्को पोजमा घुँडा टेक्ने, छाती टेक्ने, चिउडो टेक्ने। अब यसैबाट भुजङ्गासन भन्छ त्यस्तो आउने माथि खुट्टा रिलिज छ। त्यसपछि पुनः पर्वतासन कुर्कुचामा टक्कै टेक्ने, फेरलाई भित्र दबाउने। अब अर्कोमा चाहिँ फेरि बायाँ गोडा नै दुवै हातको बिचमा नै हुने। त्यसमा चाहिँ श्वास तान्दै र छोड्दै, श्वास भर्दै श्वास छोड्दै। अब दुवै गोडालाई यहाँ ल्याउने, घुँडा यतिखेर खुम्चिएको हुनु हुँदैन अनि बिस्तारै दुवै हातलाई माथि लगेर सकेको जति पछाडि जाने अनि यहीँबाट हात जोड्दै यहाँ यसरी हो। यति हो 12वटा पोज छ। यो चाहिँ 10-20 चोटि गरियो भने दिनभरिको एक्सर्साइज पुरा हुन्छ। पछाडि 45 ठिकै छ भनेर भन्दै के भन्नु? अब खड्का सरले भने जस्तो मैले सक्ने कि नसक्ने है त।